हाम्रो यात्रा चाहिँ सुरु भयो सानो सैलुङको गाइसहरू है त। ल बिस्तारै बिस्तारै नेचर भाइबसँगै जाँदैछौँ हामी बाटोमा बसिरहेछौँ। माइक जोड्न बसेको, माइक नआएर तनावर बसेको साथी यहाँ आएको म ताले त अहिले चेक गर्नलाई बसेको। कस्तो आज हेर है साथीलाई एकचोटि ल खै साथी पख म अगाडि जान्छु। साथी हेर न आज साथीको लुक्स कस्तो बबाल भएको छ। ल वेलकम टु ब्यानेस्टर भ्लग रे साथीले। ल धन्यवाद। अनि धेरै भएको थियो गाइजहरू भ्लग नबनाएको पनि। अब भ्लग त बनाउनु पऱ्यो यसो कहिलेकाहीँ होइन, यसो घुम्न जाँदाखेरि चाहिँ। अनि आज चाहिँ भोलि शिवरात्रि छ, सबैले शुभकामना। शिवरात्रिको दिन गाँजा खाएर चाहिँ झ्याप नहुनु होला साथीहरू, भाङ खाएर। चर्ती कला धेरै देखिन्छ होइन, यस्तो काम चाहिँ नगरौँ होला। खाए पनि लिमिटमा खाउँ होला। फेरि एक सरको दुनियाँ अर्को भएर अब भोलि टिकटकभरि फेसबुकभरि देखिन्छ। अब यस्तै छ संसार, के भन्नु। ल खाँदा चाहिँ अलि बिसे परेर खाउँ होला, यस्तै छ है त। अनि आज 2-3जना केटाहरूलाई भने कोही नजानी भन्यो, नजान्लाई के भन्छ र। यता चाहिँ मेरो साथीको घर छ, एउटा भीम साथी घर, उयो भन्दा यतापट्टि खै यहाँबाट देखिँदैन त अहिले, घरले गरेर अझै पनि देखिएको छैन यार। पहिला त पिङ्क कलरको थियो, अहिले चाहिँ ब्लू कलरको बनाएको थियो ऊ त्यहाँ। त भीम साथी 2जना दोस्तले सम्झेको छ है त। ल यस्तै छ। अनि आजको यात्रा चाहिँ हाम्रो सैलुङ, सानो सैलुङको यात्रा छ। अब त्यहाँ गएर अब कता हुन्छ, अब जता हुन्छ त्यतै, अब भने जस्तो बाइकले जता लान्छ त्यतै बसिन्छ। यस्तै छ। चुनाव पनि लगाइरहेछ गाइस, चुनाव लागेको छ। अब भोट चाहिँ अलि राम्रो मान्छेलाई दिनु होला भन्न चाहन्छु, अलि बुझेर दिनु होला। त्यही हो। ल अरे नै यस्तै हो, भोट केमा घन्टीमा दिन्छ। घन्टी होस् जेसुकै होस्, राम्रो मान्छेलाई दिनु है गाइजहरू सबैजनाले। के चाहिँ भोट? ल ठिक छ, राम्रोले हो। ल ठिक छ, अब जस्तो सुकै होस्। अब चुनाव लगाएलाई थाहा हुन्छ यस्तो कुरा। हामी चुनाव नलाए मान्छे स्वतन्त्रलाई मतलबै छैन यस्तो कुरा। ल त्यही पनि राम्रोलाई दिएर राम्रोले गऱ्यो भने केही होला भन्ने आश हो। यस्तै छ। ल सबैजनालाई बेस्ट अफ लक। यसपालि चाहिँ अब घन्टी धेरै चम्किया छ, त्यही पनि चान्स दिनुपर्छ एकचोटि है त। ल यस्तै छ गाइस, फेरि पनि स्वागत छ ब्यानेस्टर भ्लगमा सबैजनालाई। धेरै भएको थियो भ्लग नहानेको। आज चाहिँ 2जना मात्रै सोलो राइड, त्यही पनि यो साथीले धोका दिइरहन्थ्यो मलाई। साथीले धोका दिएन के कता जाने लाग्यो, साइड लाइट कता बालेको छ यार, गल्ती कस्तो गर्छ। अनि यस्तोलाई के भन्नु, यो राइडर भन्छ फेरि, प्रो राइडर हो म साथी भन्छ फेरि मलाई। यस्तोलाई प्रो राइडर भन्नु मिल्छ? मिल्दैन नि। ए भाइहरू सट्ठै आइदिएला हुने डर। अनि के भन्न लाग्थ्यो थियो कि कहाँ गएर कुरा बिहार्दै यस्तै छ गाइजहरू। कहिलेकाहीँ यसो घुम्न जाँदाखेरि भ्लग बनाइन्छ, कति घर बसेर वाक्क लाग्दो जस्तो हुनु है। ओ यो बाटो चाहिँ सही लाग्छ क्या मलाई। लिएर आउँछु बटे केटाहरू ब्याड कम्पनी, कान्छीले भन्दै गर्छ आफ्नो काम भन्दै गर्छ बटे। अस्ति पछाडिको टायर हालेको गाइजहरू है, बाइक त भुत्रुक उफ्रे जस्तो हुन्छ पछाडि त। त्यही पनि टायर कसले लिदियो भन न, फेरि उस साथीले नै लिदियो, अगाडिको साथीले। उसको डिलर सब चिनिया छ उसले। अनि खै कति हामीले कति हजारमा हालेको, खै कति हजारमा हाल्यो साथीले नै लिएर दे। मैले चाहिँ पैसा दिएको छैन, पछि दिन्छु भने अहिले पैसा छैन मसँग। अब बिस्तारै दिनुपर्छ साथीलाई त्यो पैसा चाहिँ। ल गाइजहरू अब हामी अहिले यो साँखु पुग्न लाग्यो, यो साँखुको हाइवेतिर। अहिले हामी चाहिँ घरबाट भित्र गल्लीबाट आएको, यस्तै छ है। अनि त्यहाँबाट अनि बिस्तारै भेट्नुपर्छ बाटोमा। ल अहिलेलाई चाहिँ बाई बाई, धेरै नबोलौँ होला। आज ब्याट्री पनि चार्ज गरेको छैन मैले, मोबाइल गोप्रो सबै भनौँ न, मोबाइल मात्र नभनौँ। के मन्दिर हो ल, ढोकदिया कालिका मन्दिर जस्तो रहेछ। ल गाइजहरू भ्यालेन्टाइन डे लागेछ, आफू त सिङ्गल पर्यो साथी र म, गाह्रो छ साथीलाई। यसरी भ्यालेन्टाइन लागिसक्यो है, कुन चाहिँ फर्सी हो यो है। कुदाएको हेर नि त्यहाँ पल्सरमा, यो साथी हाँस्दैछ। साथीले जिस्काउनु पऱ्यो एकचोटि। साथी
बाइक अस्ति भर्खर बनाएको छु नि त, सर्भिसिङ भएको छ, बाइक त कुदिहाल्छ नि। तर कति कुद्यो देखिँदैन, उयो हालेको छु स्ट्यान्ड। कस्तो कुदाउँछन् है टिफरहरू नि, आम्मा। बाटो चाहिँ सही बनाएको छ अरे साँखुको, पहिला कस्तो नराम्रो थियो, हिँड्नै दिक्क लाग्दो बाटो थियो, अहिले त ओहो मजा आउँछ मजा। कति किलोमिटर होला, कति किलोमिटरमा हिँड्ने नि थाहा भएन। आज हेर्दैन यार मैले कति किलोमिटर हेरेछु। ब्याग नबोकौँ भनेको फेरि सामान हाल्नुपर्छ, त्यही भएर साथीलाई नि बोकौँ ब्याग भनेर। कस्तो कुदाएको साथी। सक्यौँ साँखु बजार। अब यहाँबाट मन्दिर अलिकति अगाडि छ, मन्दिर चाहिँ दर्शन गरिदिउँ। अब भन्छ अस्ति मेला लागेको बेला आएन भन्छ, अब मेला लागेको बेलै जानुपर्छ र यार, भगवान्को ठाउँ जहिले गयो नि हुन्छ। अब हामी एकचोटि साँखु मन्दिर गएर ढोकेर हिँडिहाल्नुपर्छ। मन्दिर चाहिँ गइहालौँ न एकचोटि। यो बाटो जाँदा मन्दिर पऱ्यो, ढोक गरेर गइहालौँ है, राम्रो नि हुन्छ। ल फाइनली साँखु मन्दिर आयो गाइज। ल फाइनली अस्ति आउन पाइएन, अहिले जुराएर छ भने जस्तो भयो होइन। ढोक्दौँ गइहालौँ न ढोकेर। हामी फाइनली आइपुग्यौँ गाइज। बब टकियाहरू यिनीहरूले त खान पाउँछ नि, यहाँ दिन्छ नि। आएको मन्दिर अस्ति आउन पाएन, ल ढोकिदिएँ। ठिका नि लाउँ होला अलिकति। ल ढोकिदिया। भयो गइहाल्ने हो। यस्तै छ साँखु है त। यसो आगो पनि छोइदिउँ होला। ल सफा राखौँ मन्दिर। साथी कहाँ गएछ क्या मन्दिरै। ल मन्दिरको पोखरी चाहिँ त्यहाँ मुनि हो। खै कहाँ गयो साथी। ए बाइकमा बसिसकेछ, बाइकमा बसिसकेछ। म त तँलाई खोजिरहेको त्यहाँ मुनि गयो भने ठानिराख्यो। ल लागौँ अब हामी यहाँबाट, अब फेरि मासतिर लाग्छौँ। हेर्न यस्तो माने कस्तो कुदाउने कि यिनीहरू टर्निङमा के। टर्निङमा त्यसरी कुदाएर हुन्छ त। हट एक्सिडेन्टबाट बच्यो यार, दुइटैको ब्रेक त छुराइरहेछ त। हामीले चाहिँ यात्राको क्रममा भक्यामिलोको बोर्ड देख्यौँ, अनि बोर्डबाट हामीले टिपेर भक्यामलाई टेस्ट पनि गऱ्यौँ। अनि साथीले चाहिँ भक्यामले खायो होला भने त दुइटा अङ्गुर पो खाइरहेको रहेछ। अनि हामी चाहिँ यो माइकको प्रब्लम अलि घ्यारघुर आएछ, तर यसमा पनि आवाजै आएर हिँड्छ। अनि यसरी नै हामीले चाहिँ यहाँनिर यसो अलिअलि भक्यामले टिप्यौँ, अनि हामी माथितिर सिधै लाग्यौँ। यत्रो पछि कस्तो राम्रो पानी छ है, कञ्चन पानी छ यार, नेचुरल। यहाँ छ्यापेर सबै मेरो हिलो बनाइदियो साथीले।
माथिको बाटो नि पिच गरिसकेको छ यार कस्तो दामी कहाँ जाने रहेछ माथिको बाटो चाहिँ कहाँ जाने रहेछ कुन त बेसी जाने रहेछ होइन मुनि पो कुनै गुरुङ गाउँ रहेछ ल हामी चाहिँ फाइनली यहाँ बसेर लोकल कफी खान लाग्छौँ ल साथी चियर्स ल साथीहरू आउँ है यहाँनिर हामी चाहिँ यहाँ बसेर आनन्दले बाइक दुइटा टक्क बसेको छ साथी यहाँ खाँदैछ अनि सिन हेर्दै कफी खाँदैछौँ है त गाइसहरू ल सैलुङको यात्रा यस्तो यस्तै भइरहेछ आज अब म र साथी छौँ साथी चाहिँ यहाँ बसिरहेको छ है साथी खै कसलाई गफ दिएर बसिरहेको मस्तसँगले अब हामी बिस्तारै बिस्तारै सानो सैलुङको यात्रा भइरहेछ अनि बिस्तारै लाग्छौँ यहाँ यसो कफी खाएर बहिनीले बनाउँदैछ बाइकमा टक्क बसेको छ है अनि अर्को बाइक आउँछ साथी ओ साथी राइड कस्तो भइरहेछ अनि के हो कपाल त ठाडो पुरै डेभिड बेकहम भएको छ त अघि मिलेको छैन नि हो ल ठिक छ ल अब बिस्तारै लाग्नुपर्छ है साथी बिस्तारै जानुपर्छ सैलुङको यात्रा भइरहेछ सानो सैलुङ ल उतै गएर भेट्नुपर्छ बिस्तारै बाटोमा ल दाइ लाग्यो है ल हस् धन्यवाद भोलि आउँदा भेटौँला है ल हस् साथी पुस्तकारी त मिठो छ त ल जाउँ अब रन्का र त्यो के अरे के भन्ने ठाउँ रे त्यो होइन होइन अलिक हो र कुन त बेसी स्टप है ल ल जाउँ यो मैले एरो देखाएको ठाउँमा चाहिँ ठुलो नागको मूर्ति कस्तो बनाएको थियो अहिले त के हो मान्छेहरूले डाङडुङ भत्काएर घेरेर पो राखेको रहेछ ल छैन रहेछ के खै के भएको हो यहाँको मान्छेहरूलाई त्यो भइरहेको कस्तो दामी सुहाइरहेको थियो कस्तो दामी नागको मूर्ति कस्तो थियो किन भत्काएको हो खै के भन्नु मान्छे आएको आफ्नो पर्सनल जग्गा परेछ कि यो खै केमा भिडियोहरूमा केमा छ है यो चाहिँ यो ठ्याक्कै नगरकोटबाट यता मुनिपट्टि हो यो के ठाउँको नाम चाहिँ थाहा भएन त्यहाँनिर चाहिँ नागको मूर्ति थियो है गाइसहरू तर खत्रै थियो कि आयो है हामी चाहिँ फाइनल्ली गाइजहरू यहाँबाट त देखाइदिन्छ अलिकति कस्तो दामी सिन्छ र आम्मामा कुन त बेसीको फाट हेर न कस्तो छ आम्मामा है अझ मुनिबाट कस्तो देखिन्छ होला त कुन त बेसीको फाट भन्छ नि हो त्यस्तै हो नमस्ते सर चेकिङमा पऱ्यो हेर्नुपर्छ सर ए हस् सर हस् सर हस् ल शिवरात्रिको शुभकामना सरहरूलाई है हस् सर धन्यवाद यसरी नै नो स्पिड भनेर सरहरूले बिस्तारै सुझाव दिनुभयो अनि हामी चाहिँ त्यहाँबाट लाग्यौँ तर अलिकति मोडिफाई चाहिँ मेरो अलिकति स्टिकर चाहिँ थियो तर सरहरूले केही भन्नु भएन त्यति मोडिफाई चाहिँ केही नर्मलै जस्तो भयो भनौँ न होइन केही गर्नु भएन तर यता पड्काएको सड्काएको भए चाहिँ अलिकति रिक्स हुन्थ्यो होला अब हामी चाहिँ त्यो नर्मलै भयो नि त त्यसरी नै अनि हामी चाहिँ बिस्तारै लाग्यौँ है त गाइजहरू
धुलो उड्यो है त्यो भोटमा नआउने बेला त हान्नु पर्यो यहाँ हेर फोहोर कति छ केही नगर्ने हो एक दादा आँसेर दिदीले पुरा उ गरेको थियो दिदी आउँछ भनेर सब पुरो खाइदिएको थियो यस्तो यस्तो गर्नु हुँदैन भनेर हामी चाहिँ ठ्याक्कै 1 बजेतिर दोलाल घाट बजार पुग्यौँ अनि त्यहाँ चाहिँ फेमस भनेको चाहिँ माछा हो तर त्यहाँको प्योर माछा चाहिँ पाउँदैन अब त्यही बाहिर जिल्लाबाट आउने नै माछा हो त्यही पनि एकचोटि ट्राई गरौँ न माछा खाएर जाउँ भनेर हामी चाहिँ त्यहाँ बस्यौँ फाइनली हामी चाहिँ माछा खान लाग्छौँ माछा चाहिँ आइसक्यो रेडी भइसक्यो हामी चाहिँ माछा खान लाग्छौँ अब अचार चाहिँ यस्तो चाहिँ चाहिएको हो माछा चाहिँ अब यो काठमाडौँबाटै आएको होला हाम्रो साथी हालिसक्यो त्यहाँ यहाँ दिदीले बनाउँदै हुनुहुन्छ मेरो भ्लग हेरेर कोही आउँदैछ नि यहाँ दिदीकोमा बसेर खानु होला दिदीको मुस्कानै मिठो ल यस्तो यस्तै छ बजार बाइक यहाँ टक्क 2जनाको बसेको छ के हो माछाको त टाउकै छैन साथी के हो माछा टाउकै छैन त के अरे कस्तो माछा दिनुभएको छ यार दिदीले साथी यस्तो पनि दिने हो त यार माछाको टाउकै छैन तर स्वादिलो छ है आउनु पर्यो गाइस चियर्स दोलाल घाटको माछा प्योर चाहिँ होइन काठमाडौँबाटै आयो होला मलाई हुँदै म आउँछु पक यहाँ हिलो आयो यहाँ हिलो आयो पक म आउँछु ल दस पक साथी उहाँ